हेलो एभ्रिवान, गुड मर्निङ छ सबैजनालाई। मेरो अनुहार चाहिँ सुन्निरहेछ, फेस इग्नोर गर्नु होला। म चाहिँ आज बिहान बिहानै 8 बजी चियासा खाएर होइन चियासा लिएर बसेको छु। कामसाम चाहिँ डल्लै सक्यो बिहानै हो उठेर। अनि के हो भन्दाखेरि तपाईँहरूलाई त देश दुनियाँको त खबर नै छ होला के हुँदैछ कसो हुँदैछ भनेर। सो आज चाहिँ 7 मे हो। तपाईँहरूलाई याद होला आजको दिन चाहिँ पुरा देशमा भने छ। अभियसली यहाँ पनि हाम्रो यता पनि हुन्छ होला, सिक्किममा त एनाउन्स पनि गरिसक्यो अरे। सिक्किममा त 4 बजीदेखिकै हुन्छ भनेर भनेको छ अरे। सो यहाँ पनि अभियसली अँधेरो भएपछि हुन्छ, साइरेन बज्छ भनेर भनेको छ, जसमा चाहिँ पुरा देश कालो ब्ल्याक हुन्छ, लाइटहरू जान्छ। अन्त पुरा यसमा चाहिँ सबभन्दा ठुलो आत्तिने डराउने कुरै छैन। यो चाहिँ जस्ट एउटा दुनियाँलाई भोलि प्रिपेयर गरेको भन्दा पनि हुन्छ। प्रिपरेसन मतलब यस्तो हुन्छ, आउने समयमा यस्तो हुनसक्छ भनेर चाहिँ प्रिपेयर गरेको भन्दा पनि हुन्छ क्या। सो त्यही हो, जति सक्दो आजको दिन बाहिर ननिस्किनु होला। धेरै काम परेछ भने अँधेरो हुनुको अगाडि घर आउनु, यति नै हो। अब जे चिज पनि गर्दैछ अभियसली हाम्रो राम्रैकै लागि होला, हाम्रो राम्रै होस् भनेर नै होला गरेको होला। पुरा देश भनेपछि अभियसली हाम्रो यहाँ पनि हुन्छै होला। सो यो चिजमा चाहिँ घबराउने आत्ताउने डराउने कुरा छैन। सो तपाईँहरू चाहिँ अब त्यो मेन्टली चाहिँ प्रिपेयर भएर बस्नु पऱ्यो क्या। यो चिज चाहिँ हुन्छ भनेर त्यही मान्छेहरू मेन्टली प्रिपेयर भएर बसोस् भनेर अभियसली न्युज जहाँ पनि खोल्नु, फेसबुक खोल्नु, न्युज खोल्नु, जहाँ पनि यही चिज बताइरहेको छ। अभियसली यत्रो झन्डै इन्फर्म गर्दैछ, त्यही मेन्टली प्रिपेयर होस्। किनकि बेसी कति जस्तो मान्छेहरू कस्तो आत्तिन्छ नि त होइन। अचानक अब अँधेरो भएर साइरेन बज्यो भने कस्तो आत्तिन्छ, के पो भयो कि भन्ने हुन्छ नि त। सो त्यस्तो चाहिँ नआत्तोस् भनेर चाहिँ पहिल्यै मान्छेलाई इन्फर्म गरिदिएको। र यो एउटा प्रिपरेसन हो, प्रिपेयर गरेको हामीलाई मेन्टली भनेर सोच्दा पनि हुन्छ। सो त्यति नै हो आजको मेरो न्युज भनौँ न। सो बाई बाई। कस्तो छ के छ राम्ररी बस्नुहोस्, टेक केयर है सबैजनालाई।